समय थोरै छ, गाली धेरै छ, तर तिमीले गर्न सक्छौ। एउटा हात्तीको पहिचान तब हुन्छ जब ऊ चल्न सक्छ। धरतीहरू काम्ने गर्छन् र आकाशहरू हल्लिने गर्छन्। एउटा दियोको पहिचान तब हुन्छ जब ऊ बल्न सक्छ। अँध्यारोहरू भाग्ने गर्छन् र उज्यालोहरू आउने गर्छन्। र मान्छेको पहिचान भनेको उसको नाम हो। नाम त सबैको हुन्छ, तर नाम भएर पनि पहिचान हुँदैन, किनभने ती मानिसहरूमा दिव्यपन हुँदैन। सित्तैमा पाएको नाम त जन्मिँदै लिन पाइन्छ, तर केही नामहरूलाई मात्रै दुनियाँले सम्झिने गर्छन्। झुकेर बस्नु, लुकेर बस्नु पहिचान होइन हाम्रो, तर केही गरेर देखाउन सकियो भने मात्र पहिचान बन्नेछ हाम्रो। मान्छेको पहिचान हुने गर्छ उसको नामबाट, तर नाम बन्छ उसको कामबाट। जिन्दगीमा यस्तो केही काम गर्नुहोस् कि तपाईँको नाम बनोस्, नभए यस्तो नाम बनाउनुहोस् कि सुन्ने बित्तिकै काम भइहालोस्। कमिलाको पहिचान हुने गर्छ उसको शक्तिले, मान्छेको हौसलाको पहिचान हुने गर्छ उसको समस्याले। चाहे मान्छेहरूले किल्चियुन् मेरा ती हजारौं कोसिसहरूलाई, त्यही पनि म उठेर मुस्कुराउने छु र भन्नेछु कि यो त केही पनि होइन। म उठ्नु र फेरि तिमीले मलाई झार्नु। यहाँ कोही त छ जसले यी सारा कुराहरू देखिरहेको छ। समय सबैले मिल्छ जिन्दगी बदल्नको लागि, तर जिन्दगी फेरि फेरि मिल्दैन समय बदल्नको लागि। त्यही भएर आफ्नो जिन्दगी खुसियाली रूपमा बिताउने गरौँ। आफूले लिएको त्यो हरेक सासलाई महसुस गर्ने गरौँ। तपाईँ हामी कसैलाई पनि थाहा छैन कि तपाईँको जिन्दगी कति छ भनेर। त्यही भएर बाँचुन्जेल खुसी भएर बाँच्न सिकौँ। हाम्रो जिन्दगीमा हरेक मिनटले एउटा नयाँ अवसर लिएर आउँछ, र त्यो अवसरको सदुपयोग गर्ने हो या नगर्ने हो भन्ने कुरा तपाईँ हामीमा भर पर्छ। जीवनमा आफ्नो एउटा छुट्टै पहिचान बनाउनुहोस्। मान्छेहरूले तपाईँको नाम सुन्ने बित्तिकै तपाईँलाई सम्मान गरून्। खर्च गर्नुभयो होला तपाईँले ती सारा समयलाई त्यस्तो काममा जुन काम तपाईँको लागि आवश्यकता नै थिएन, तर अझै पनि समय छ। सुध्रिन सकिन्छ, अघि बढ्न सकिन्छ। भिडियोको अन्तिममा म यति भन्न चाहन्छु कि जीवनमा अरू केही पनि बनाउन नसके तापनि आफ्नो पहिचान भने जरुर बनाउनुहोस्, र केही गर्नुहोस् यस्तो कि दुनियाँले गर्न चाहोस् तपाईँको जस्तो। यदि तपाईँहरू यस्तै मोटिभेसनल भिडियो हेर्न र सुन्न चाहनुहुन्छ भने नेपाली मोटिभेसन च्यानललाई सब्सक्राइब गरिदिनु हुन म अनुरोध गर्दछु। सुन्दै गर्नुहोस् नेपाली मोटिभेसन।